आज हामीलाई मेरो बुढाको दाइले खाना खानको लागि इन्भाइट गर्नुभएको थियो। हामी त्यहीजनाको लागि रेडी हुँदैछौँ। अनि म यसो मेकअप सेकअप गरेर रेडी भएर अनि हामी जानको लागि रेडी भयौँ। अनि हामी घरदेखि हिँडेपछि एउटा सानो पसलमा काम थियो। अनि त्यहाँ पसलमा गएर काम भ्याएर फेरि हामी लाग्यौँ। अनि भिडियो बनाउँदा उता हेर्नु ननक्कल फेरि अनि दाइको घर पुगेपछि नानीहरूले बजारतिर जाम बाबुजू घुम्न भन्नुभयो। अनि हामी बजारतिर गयौँ। बजार गइसकेपछि अनि हामीलाई भोक लाग्यो। फुल्की त खानै पर्यो। अनि फुल्की खायौँ। त्यसपछि अनि त्यहाँदेखि हामी काम सकेर घरतिर लाग्यौँ। घरतिर लागिसकेपछि अनि हामी खाना खाएर फेरि प्रदर्शनी लागिरहेको रहेछ त्यही छेउमा। त्यसपछि हामी प्रदर्शनी जाम भनेर सबैजना प्रदर्शनीतिर लाग्यौँ। अनि त्यहाँ पुगिसकेपछि टिकट लिन लाग्यौँ। टिकट लिएर हामी त्यसपछि गेटभित्र छिर्यौँ। अनि हामी यसो भिडियोहरू गराउँदै भित्र गयौँ। त्यसपछि त्यहाँ गएको त भित्र पुरै हावाहुरीले पानीले गर्दा पुरै स्टलहरू केही पनि थिएन। पुरै पानीले भिजाइदिएर सबै। अनि हामी यसो भिडियोहरू गराउन लाग्यौँ। त्यसपछि हामी सामानहरू हेर्नतिर लाग्यौँ। केही पनि रहेनछ पानीले गर्दा। हामीलाई थोरै सामान लिन त्यो लिग्यौँ। अनि हामी स्टेजतिर गयौँ। कुमार अधिकारी आउनुभएको रहेछ। यसो हिँड्यौँ अनि फर्कियौँ हामी।